म मम्मीलाई सोह्र पनि त्यसै पुऱ्याइदिन्छु भनेको तेरो पैसा किन्नु थियो मलाई पैसा कमाउनु चाहिँ एकदम बाइक भन्ने स्कुटीहरू त मलाई चलाउनु हुन्छ लाइसेन्स नभएको अनि मैले यसो विचार गरेको त्यो रोयल एनफिल्ड चाहिँ होटल पनि चलाउनु पाउँछ नि त होइन मलाई त्यो चाहिँ एउटा किन्ने रहर चाहिँ छ तर अहिले होइन 2-3 वर्षपछि अनि मैले मम्मीलाई भनेको कि हरिवला पनि म जाँदाखेरि होला त आएछ है अनि त्यो त भनिदिएको त मरिमरि हाँस्छ कि मेरो मम्मी चाहिँ अनि मेरो मम्मी भन्छ पहिला सुरुमा घर किन्नुपर्छ अरे अनि घर किनेपछि मात्रै गाडी बाइक किन्ने अनि मैले भन्छ पहिला सुरुमा बाइक गरेर साइकलमा स्टार्ट गर्नुपर्छ कि आइसकेछ मम्मीलाई भनेको अनि उसले त भने के हुन्छ अब अस्ट्रिया भर्खर सुरु गरेको छ 5-6 वर्ष त्यसको इसी छौ